लौ है साथी हो, आज चाहिँ मेरो बुहारीले खट्टी मिठी आँपको बनाएछ। पाक्दैछ, बन्दैछ, जे होस् तयारी भएको छैन, अब हुनु खोजेछ। एकछिनमा मरमसला अलिक पुगेको छैन होला है। अनि छोराले चाहिँ छोराले चाहिँ काटेको ताछेको उनीले चाहिँ बनाएको, मैले चाहिँ हेरेको। अनि यसलाई गरम मसला हाल्नुपर्छ होइन बास्ना भुटेर अलिअलि रात ब्राउन ब्राउन पारेर पिसे पनि लाग्छ नि, त्यो त डल्लै सिमे फुलवाला। ए 12 मसला 13 स्वाद बनाउने भएछ। त्यसो भए है मिठो हुन्छ होला। लो खानुपर्छ है साथी हो। लो धेरै मिठो हुन्छ अरे धेरै मिठो हुन्छ भन्दै उसको मुखबाट चाहिँ त्यो ऊ आइसक्यो होला, रियल आइसक्यो अरे गर्दै है। तपाईँहरूको पनि त्यस्तो भयो होला हेर्दाखेरि, हुन्छ होला। मलाई कमेन्ट गर्नु ल। हस्, पानी आयो कि आएन मुखबाट भनेर है। मेरो छोराले त कहिले खाँदैन थियो अरे खट्टी मिठी चाहिँ, उदयपुरमा बनाएको थियो अरे बुहारीले, अनि खाएको अरे, अनि मिठो हुन्छ अरे भनेर त्यसले पुरा मेहनत गरेर त्यसको बोक्रा टाँसिरहेको थियो यहाँ बसेर। यस्तै हो आज चाहिँ हाम्रो। त्यो चाहिँ के देउताको भाग गएको ल जा। अब सानोबाट अझै त्यो अर्को बाक्लोमा चाहिँ बनाउनु पर्थ्यो क्या, त्यो अड्दैन थियो बाक्लोमा। ल है साथी हो, चाख्न आउनुहोस् है।